बिदाको दिन यसो रुम बसेर बोर हुनुभन्दा केही नयाँ फरक खालको खाना खाउँ न भन्ने चाहिँ मेरो दिमागमा आउँछ। अनि दिमागमा आएपछि आज यस्तो खानेकुराहरू बनाउँदा कस्तो होला सोध्छु, म बनाउँछु पनि। त्यो मिठो हुन्छ कि हुँदैन त्यो आफूले बनाएको भन्दा नि अब अरूको खाने मान्छेलाई चाहिँ थाहा हुन्छ मिठो छ कि छैन भनेर। म चाहिँ यस्ता खानेकुराहरू चाहिँ मलाई लास्टै मनपर्छ र म बनाउँछु पनि। बनाउनु चाहिँ मिहिनेत गरेर नै बनाउने। अब त्यो मिठो नमिठो त्यो खाने मान्छेलाई थाहा हुन्छ। मैले चाहिँ यो चिकन रोस्ट अनि यतातिर हाम्रो यो सिटी कानेको चाहिँ गेडागुडीको सुप अनि यतापट्टि आलुको चटनी अचार बनाएको। मलाई चाहिँ यस्ता नयाँ खानेकुराहरू चाहिँ एकदमै मनपर्छ र म खान पनि धेरै रुचाउँछु। त्यही भएर बिदाको दिन चाहिँ यस्तै नयाँ नयाँ खानेकुराहरू बनाएर खान्छु।